हेलो वेलकम ब्याक माई युट्युब च्यानल। मैले युट्युब भर्खर खोलेको छु। मलाई केही पनि थाहा छैन यसमा कसरी भिडियो बनाउनुपर्छ, कसरी हाल्नुपर्छ, कसरी के गर्नुपर्छ भनेर मलाई भिनाजुले भन्नुभएको थियो। दिनकै भिडियो चाहिँ हाल्नुपर्छ भनेर भन्नुभएको छ उहाँले नि। तर मैले टाइम लिएर उहाँसँग सिक्ने मौका पनि पाइनँ, किनकि म अलि हतारमै थिएँ। हिजो शनिबार भएको कारणले घुमघाम पनि थियो, अनि त्यही भएको भएर मैले त्यो टाइम लिएर सिक्न त पाइनँ। तैपनि तपाईँहरूको कमेन्टबाट मैले साथ सपोर्ट पाएर पक्कै नै सिक्छु भन्ने मलाई आशा छ हैन। त्यही भएको भएर मैले आज यो सानो रेसिपी लिएर भिडियो बनाउन लागेको छु। बिहानै बनाउने मन थियो, तर मेरो त्यो प्लान क्यान्सल भयो, किनकि म बेलुकै अलि मलाई सन्चो भएन। नभएको कारणले मैले जुन प्लान बनाएको थिएँ त्यो लिएर तपाईँहरूको अगाडि आउन सकिनँ हैन, माफ गर्नु। अनि म आज चाहिँ खाजा खान गइरहेको छु। अनि हेर्नुस्, म मेरो खाजा देखाइदिन्छु तपाईँहरूलाई। अनि म खाजा खान्छु, तपाईँहरू चाहिँ मलाई हेरेर साथ सपोर्ट दिनु होला है। हेर्नु गाइज, मेरो खाजा चाहिँ यही हो। बोइल अन्डा मेरो फेभरेट हो। अनि त्यहाँबाट बोइल आलु पनि मेरो एकदम फेभरेट हो। म खाना खाइसकेपछि पनि बोइल आलु खाने गर्छु, किनकि मलाई एकदम मनपर्छ, मेरो फेभरेट हो। त्यही भएको भएर अनि प्याज पनि छ, कागती पनि छ, अनि कटेन चाउचाउ चाहिँ एउटा मात्रै हो, किनकि अलि सन्चो नभएको कारणले। तैपनि फेरि सन्चो नहुँदा नि यति धेरै खाजा खान लागेछ नभन्नु होला कृपया गाइजहरू। अब के गर्नु, नखाइ पनि बस्न सकिन्न। हेर्नु, औषधि नै खानु परिहाल्यो। त्यही भएको भएर बिहानदेखि आज मैले खासै बिहान जाउलो खाएँ, त्यसपछि यही खाजा तयार गरिरहेको छु। हेर्नु, खाना नि बनाउन नसकेको अवस्था। त्यही भएको भएर ठिकै छ। अब म खाजा खान्छु, तपाईँहरू मलाई हेर्नुहोस् र साथ सपोर्ट गरिदिनु होला कृपया भन्ने आशा गर्छु। प्यारो युट्युब च्यानल साथीहरू।